दुई सिङे गयो कि दुई सुँगे गयो जुवाडी जबिर सुँगे भयो सागर चिरो गुवाहाटी र आज बस्दा बस्दै होइन बस्दा बस्दा खुट्टी निलायो कि गाइस हामी चाहिँ अहिले होइन यता कटेजमा बसिरहेको छौँ अहिलेसम्म नि गाइस है यहाँ चाहिँ गर्मीले यस्तो हालत खराब छ झोल मोमो हाम्रो एकदम नेपालीहरूको फेभरेट जुवाडी जबिर सुँगे भयो सागर चिरो गुवाहाटी र आज चाहिँ हामी जान थालेको पिकनिक फ्रम आवर सेन्ट्रम एकाडेमी आज हाम्रो सेन्ट्रम एकाडेमीले पिकनिक अर्गनाइज गरेको छ भित्र टु दामन सो ब्लग इन्ट्रेस्टिङ हुने भएको छ र केटाहरूले चलपल पनि हान्छ केटाहरूले रमाइलो पनि हान्छ केटा हेर्नु सक्नुहुन्छ पुरै आफू चस्मा चस्मा ढल्काएर पक्कै पनि यति नै हो अब भ्लग कन्टिन्यू हुँदैछ हेर्नु सबैले हेर्नु पऱ्यो अन्तिमसम्म भ्लगलाई चाहिँ सो गाइस हाम्रो चाहिँ प्लान चेन्ज भएर हामी चाहिँ सौरातर्फ जाँदैछौँ त्यो सौरामा चाहिँ रमाइलो हुन्छ सौरा चाहिँ मलाई एकदम मनपर्ने ठाउँ हो कि सौरा चाहिँ एकदमै मनपर्ने ठाउँ हामी सौरा जाने भयो है सो त्यही हो भिडियो हेर्दै गर्नु होला सबै रमाइलो हुने त जानु नै हो लाइफको रिस्क लिनु सक्दा त बरु नर्मल ठाउँ जाउँ रमाइलो गरौँ आउँ होइन लाइफको रिस्क त लिनु भने नि हामीले होइन त्यही भएर हामी सौरा जाँदैछौँ प्लान चेन्ज भयो सौरा सो हामी चाहिँ पिकनिक स्पोटमा आयौँ होइन सो हामी चाहिँ सौराको पिकनिक स्पोटमा आइपुग्यौँ हुन्छ हामी चाहिँ अहिले यता यो घुम्न यसो डुल्नलाई बस्दा होइन बस्दा खुट्टी निलायो कि अब के गर्नु त भन्दाखेरि अब घुम जाने के सरी केटाहरू ड्याम न केटाहरूसँग हिँड्ने जाने केटाहरूसँग ड्याम जाने हिँड्ने जाने हामी कहाँ थाहा झोलुङ्गे पुल जानु थाल्यो कि झोलुङ्गे पुलमा जाने मस्त फोटोसोटो खिच्ने तालबाट त हामफाले होइन हामी त हामफाले मान्छेहरू फेरि खोलामा त हेरौँ होइन हामी त फेरि बेड छैन फेरि हामफाल्दा पनि गर्मी पनि भइरहेको छ झ्याप्लो लुगा फोन टप्पु हानिदिइहाल्ने झुलुङ्गे पुल जाने हो कटेज सटेज जाने हो होइन ठाउँमा अब घुम्ने हो हल्का फुल्का घुम्नु त परिहाल्यो आएपछि होइन अब जे छ त्यसमा चित्त त बुझाउनु पऱ्यो हामीले सो त्यही हो भिडियो कन्टिन्यू हुन्छ गाइस हामी चाहिँ अहिले होइन यता कटेजमा बसिरहेको छौँ अहिलेसम्म नै केटाहरू अब यहाँ हलिचलि रमाइलो गीत सित गाएर होइन गीत सित गाएर कपिराइट टाइम लाग्न सक्छ मलाई गीत बजाएको चाहिँ म एउटा चिज देखेँ कि भर्खर यहाँ भर्खर म एउटा चिज देखेँ कि भर्खर देखेँ खोलामा गइ देखेँ मैले गइ त हेर्ने सबैजना गइ हेर्ने हो त सबैजना देखाउँछु नि तपाईँहरूलाई देखाउँछु नि म तपाईँहरूलाई सो हेर्नु सक्नुहुन्छ होइन गइ हेर्नु सक्नुहुन्छ दुई सिङे गयो कि दुई सुँगे गयो मस्त पौडी खेल्दा गर्मीमा पायो भने हामी खेल्नु तर के गरौँ त्यहाँ खोलामा गएर खेल्यो भने त हामीलाई लुतो सुतो आउँला फेरि होइन सो हामीले खेल्न मिलेन दुई सुँगे गयो सक्नुहुन्छ त्यहाँ हेर्नुहोस् त्यहाँ ओहो गई मस्त पौडी खेल्दा दुई सुँगे गयो सो
त्यही नै हो गर्मीले हल्का खराब छ होइन केटाहरू त्यहाँ बसिरहन् यो गोही देख्नु सक्नुहुन्छ गोही देखिहाल्यो सबैले होइन 2 सिङे गोही हो त्यो गाई चाहिँ हामी चाहिँ खाजासाजा खाएर अब घुम्न जान थालेको किन यस्तो लजार भाइ हाम्रो रमित बोस किन यस्तो लजार भाइ ल के देखाएको त्यस्तो देखाउनु हुन्न नि त्यस्तो म त्यस्तो क्लिप चाहिँ हाल्दिनँ है सो हामी खाजा गाई चाहिँ हामी चाहिँ खाजासाजा खाएर अब घुम्न जान थालेको है एकछिन अब डुल्यो अब फेरि डुल्न जाने अब फेरि डुल्न जाने सो हाम्रो मिसहरू चाहिँ त्यहाँ फोटोसुट हाल्नु भइरहेको सो हामी पुल पारी जाने हेर न डन हिँड्दा डन आएर सँगै जाउँ अब सो त्यो ठिकठाक रमाइलो यस्तो भने जस्तो सोचे जस्तो म एक्सप्रेस गर्दिनँ म सोचे जस्तो रमाइलो चाहिँ भाएन त्यही हो सो गाइज हामी चाहिँ यसो यहाँ अब डुल्नलाई ग्राउन्डमा आएको गर्मी भयो अब यसो ग्राउन्डमै डुल्यौँ बस्यौँ भनेर हेर्नु सक्नुहुन्छ ग्राउन्ड के गरे त्यस्तो भने क्या यस्तो नि थाहा गर्ने हो सो यहाँ खोला भएर राम्रो देखिन्छ होला देखिन्छ नि त अनि गइसोइ पनि देखिन्छ होला त्यही हामी यहाँ आएको हाम्रो रजनीकान्त नि त रजनीकान्त ओ यो चाहिँ अन्त खोला भ्यू भने हल्का नजिक खोलाको नजिक बसेर सक्नुहुन्छ है यो खोलाको भ्यू गइसक्यो केही निक्ल्या छैन केही छैन होला यही हो को हाम फाल्यो यहाँ मोटे जाउँ न हाम फाल्दै हाम फाल्दै नि जा ल फाल्दै ल छिटो ल पोज ल हामी चाहिँ अब होइन सौरामा आएको म एउटा चिज यहाँ नोटिस गरेँ क्या आउने बित्तिकै मैले सुरुमा हेरेँ क्या नोटिस पहिला म टुरमा आएको हामी सौरामा फर्स्ट छिरेको थियो नि त थाउ डान्स हेरेको थियौँ अनि टुरमा फर्स्ट हामी आएको थियो सौरामा अनि हामी आएको बेला चाहिँ के देखाएको थाहा सुरुमा हामी सौरा त्यहाँ सौरा लेखेको छ नि हेर्नु त सौरा लेखेको छ नि त्यो भत्केको थियो कि हामी सुरुमा आउँदा त्यो भत्केको थियो अनि हामीले भिडियोमा डिस हान्छ नि त भिडियोमा हामीले बनाएर डिस हान्छ त्यही भएर सायद बना होला होइन सुरुमा आउँदा पनि कबाडी भएर बसेको थियो त्यो भिडियो पहिलाको भिडियो सक्नुहुन्छ त्यसमा होइन पुरै बिग्रिएको थियो क्या सो हामी फेरि फर्स्ट टाइम हो क्या मेरो सौरामा 4th टाइम हो है सो यस्तो रमाइलो भइरहेको नि मलाई सौरा जति आइ पुग्दैन कि रिभर यहाँ नारायणी सक्नुहुन्छ लास्ट ठुलो छ यहाँ मान्छेहरू बोटिङ गरिरहेको छन् होइन मान्छेहरू बोटिङ गरेर टिभी हेर्ने हामी ओ हामी टिभी हेर्ने हो अब ओ बाघ रहेछ हेर्नु त यार हिप्पो त्यहाँबाट अलिअलि देखिरहेको होला होइन सो वी हेभ सिन हिप्पो टु मान्छेहरू बोटिङ गरिरहेको छन् होइन यस्तो दामी पनि छ ओ टिभी पनि रहेछ सो यही हो होइन सौरा रमाइलो छ ठाउँ गर्मी भए पनि रमाइलो छ ठाउँ मान्छेहरू यस्तो बोटिङ गरिरहेको छन् है गोहीहरू देखाएको छैन गोहीहरू अहिले माथि आएर बसे छैन क्या यस्तो पानीमा आएर बस्छ नि त त्यही हो बोटिङ हान्छ नि क्या हामी हाम्रो फेरि यत्तिकै हान्थ्यौँ मान्छेहरू अन्त पहिला हामी अब यहाँ नागेर पनि गएको थियो क्या हामी यहाँ पुरै मुनि गएको थियो हामी चाहिँ होइन टक्क त्यहाँ एकछिन थकेला आयो थकेला भएर हामी चाहिँ एकछिन अनि मेरो भ्लगमा जति के कहिले के भन्छ सो केटाहरू कट हान्छु भन हान्छु नि म फेरि आप्पै के मेरो भ्लगमा जहिले नराम्रो गर्ने काम गर्छ राम्रो काम कहिले गर्दैन कि यसले सो गाइस है यहाँ चाहिँ गर्मीले यस्तो हालत खराब छ नि मलाई कस्तो गाह्रो भएर गर्मीले त्यही भएर यसो घुम्न जाउँ भने कहाँ घुम्न जाने क्या यस्तो गर्मी घाम टल्किरहेको जङ्गल सफारी जाने कुरा भइरहेको जङ्गल सफारी हेरौँ 16 जना पुऱ्याउनु पर्छ जङ्गल सफारी जाउँ भने इच्छा थियो 4 चोटि सौरा आयोसँग जङ्गल सफारी गएको छैन म होइन जाउँ कि भने 16 जना पुऱ्याउनु पऱ्यो नि त हामी पहिला सुरुमा होइन
16जना पुऱ्यायो सस्तो दाम पाइन्छ नभए त अब महँगो परिहाल्छ सो 16जना पुऱ्याउँ हेरौँ जङ्गल सफाइ गयो गएन भने अब त्यस्तै हो नेक्स्ट टाइम शनि र अब कति त्यो रेटबाट 1 घन्टाको बाटो आउनु नसक्ने हो हामी होइन सो त्यही साथीहरूसँग आज जस्तो रमाइलो त हुँदैन नि त कहिले पनि होइन त्यो जङ्गल सफाइ जिप हजुर हामी गाडी सो त्यही हो जङ्गल सफाइ गयो भने गयो रमाइलो हुन्छ सो गाइस 1 सेकेन्ड फेरि यही ठाउँमा आइपुग्यौँ है सक्नुहुन्छ म्युजियम हामी फेरि यही ठाउँमा आइपुग्यौँ म चाहिँ वर्षै साल लगातार चितवन आइरहेको छु कि म 3 वर्ष भयो लगातार चितवन आइरहेको घुम्नलाई केही छैन मजा छ ठाउँ अलिक गर्मी मात्रै बढ्यो घुम्नलाई त एकदम ठाउँमा चाहिँ पर्फेक्ट हो यो टाँगा गाडी टाँगा घोडा के हो यो घोडाले घाँस खाइरह सो गाइस हामी चाहिँ यता हात्ती ठाउँमा आएपछि आज यो पालि आउँदा हात्ती मैले देखिनँ धेरै पुरै हात्ती पाइने ठाउँ देखिनँ 1 2 3 4 5 6 7 8 वटा 9 वटा 10 वटा 11 वटा यता छ मैले जम्मा एउटा मात्रै हात्ती देखेँ क्या ओन्ली वान हेर्नु पुच्छर हल्लाएर कहाँ पुच्छर हल्लाएर ठुलो रहेछ है त्यहाँ जाने त्यसको हावा पुच्छरको हावा खाने क्या अब त्यहाँ सो यहाँबाट जाने हो कि बाघे नाइ त्यहाँबाट हामी नाएर गएको थियौँ कि अन्त नाएर गएको थियौँ है करेन्टको तारहरू होइन करेन्ट लगाउने तारहरू अनि यस्तो हुन्छ यहाँ त हजुर अहिले हुँदैन अहिले छैन सो हात्ती हेर्न आइसकेको छौँ हामी माइ गड वाटर बे कति ठुलो नजिकबाट फर्स्ट टाइम देखेको दाँतहरू नि त्यहाँ हात्तीको मान्छेहरूले यो हात्तीको दाँतकोलाई शिकार गर्छन् क्या कतिपय त हन्टिङ गर्छ क्या हात्ती हन्टिङ गाइस है हामी चाहिँ हात्ती पनि हेऱ्यौँ हात्ती यहीँ बसिरहेको छौँ शीतल छ त्यही भएर हामी बसिरहेको हिँडिरहेको गर्मी हुन्छ होइन शीतल छ त्यही भएर हामी बसिरहेको कि हात्ती मेरो साथी अन्त फेरि हात्ती मेरो साथी म कस्तो बजारमा तल के थाहा म हात्तीलाई चाह्यो भने पुछ्ता घुमाइदिनु सक्छु कि म हात्तीलाई चाह्यो भने त्यस्तो मान्छे तर म होइन गर्दिनँ कि म त्यस्तो गर्दिनँ पाप लाग्छ मलाई त्यही भएर म गर्दिनँ कि त्यस्तो पाप काम तर म चाह्यो भने त म के त यार के चाहिँ गर्नु सक्दिनँ भन्नु न म के चाहिँ गर्नु सक्दिनँ कि म खतरा हो नि मतलब मान्छे फेरि होइन किन हाम्रो दस जस्तो मुस्कुराएको हाम्रो भीम सर हाम्रो अनिश सर सरको त्यहाँ बेजत होला है सो त्यही हो होइन रमाइलो भइरहेछ ठिक छ अहिलेसम्म है रमाइलो भइरहेछ पानी पला कस्तो मौसम छ है आज दामन गयो भने चाहिँ बिजोगी हुन्थ्यो हाम्रो होइन बिजोगी हुन्थ्यो 100% बिजो हुन्थ्यो त्यो हामी प्लान चेन्ज गरिदिएको के त्यो हामी प्लान चेन्ज गरिदिएको है भ्यू चाहिँ राम्रो खालको जङ्गल सफा भएर यस्तो रमाइलो हुन्छ है नेक्स्ट टाइम हुन्छ होइन जे हुन्छ नेक्स्ट टाइम अब सरहरूसँग होइन हात्तीको दाँत फेरि खत्रै हो नि त दाँत खत्रै छ त थाहै थाहा दाँत फेरि घुसारिदियो कि गया एक उसले घुसारिदिए गया समझ्दै हो न है फोटो सुट हान्दा खाने केटाहरू होइन केटाहरूको पोज हेर नि त्यहाँ पोज आमाई केटाहरू फेरि खत्रै मान्छेहरू नि त यहाँ त फेरि हामी चाहिँ यता हात्ती हेरेर हात्तीको 5 खुट्टा हेरेर पनि कि 5 खुट्टा हेरेर हामीले झन् त थाहा हात्तीको त 5 खुट्टा हुन्छ झुला झुल्दै बसेको क्या हामी यहाँ अर्को पनि हात्ती छ नि त यसको 4 खुट्टा रहेछ कि हेर नि त्यहाँ झुला झुल्दै शीतल होइन शीतल भइरहेको झुला झुल्लेमा यसो हिँड्यो भने त गर्मी हुने यहाँ त लास्ट नै के गर्मी हुने दामन रहेछ यो चाहिँ है गर्मीको दामन सो हामी झुला झुलिरहेको छौँ सौरामा फसाइदियो हामीलाई रमाइलो भइरहेको छ त्यो साथीहरूसँग भएपछि जस्तो ठाउँमा गयो भने रमाइलो हो कि होइन त हो कि भन्नु तपाईँहरू साथीहरूसँग भएपछि जुन ठाउँमा गयो नि रमाइलो हो कि हामीलाई त्यो रमाइलो गर्नु त हो नि जहाँ गएर एउटा मेमोरी क्रिएट गर्नु हो होइन साथीहरूसँगको एउटा मेमोरी गर्नु हो हामीलाई नि सो त्यही हो भ्लग कन्टेन्ट सो गाइस हामी चाहिँ फेरि अब स्ट्रिट हिँडिरहेको छौँ होइन हामी फेरि यहाँ हेरिरहेको छौँ फेरि मैले देखेँ क्या हात्ती ए हात्ती मेरो साथी म नचल्ने तिमी माथि ए हात्ती मेरो साथी होइन हेर्नु सक्नुहुन्छ फेस टु फेस जान्छु कि म हात्तीको फेस टु फेस जान्छु कि अब हात्तीसँग जुत्छु कि तालपरे म जुत्छु पनि हात्तीसँग त के सो चान्चुरी मान्छे हो म चान्चुरी मान्छे त होइन खत्रै मान्छे नि म फेरि त्यो हात्तीलाई पेन्ट हानेछ कि त्यहाँ हेर्नु सक्नुहुन्छ सो हेर्नु सक्नुहुन्छ हात्तीलाई पेन्ट हानेछ
कति कति बिस्तारै हिँडेको स्लो मोसनमा एकदम स्लो मोसन सर तपाईँभन्दा अल्को रहेछ हात्ती त ए गाइज हामी चाहिँ खानासाना खाएर होइन अब निक्लिएको होइन निक्लेको अब चाहिँ जानला पुल पहाडी घुम्नलाई अब यसो हावा खान जानु पर्यो सो त्यही हो होइन खानासाना खाएर हामी निक्लिसक्यो अब हामी चाहिँ पुल पहाडी जान्छौँ घुम्नलाई ए गाइज हामी चाहिँ फेरि अघिको ठाउँमा आइसकेको छौँ जलगैडा हेर्न लागि यो पालि चाहिँ झोल मोमो जलगैडा हेर्ने तपाईँहरू पनि हेर्ने हो झोल मोमो हेर्ने हाम्रो लोकल झोल मोमो एकदम हेर्न हेर्न सक्नुहुन्छ झोलगैडा ए झोल मोमो हाम्रो एकदम नेपालीहरूको फेभरेट झोल मोमो खोलामा मस्त तरिरहेको झोलमै सो बेला बेला हाम्रो प्लेटमा पनि तरिन्छ बेला बेला झोलमा नै आउँछ प्लेटको झोल प्लेटमा नै आउँछ झोल मोमो बेला बेला प्लेटमा नै आउँछ खानुपर्छ बेला बेला झोल मोमो भनेर चाहिँ ट्राई हान्नुपर्छ होइन खोलाको किनारामा बसिरहेको छौँ हामी हाम्रो सर